यो दायाँ बायाँ गरिएको छ होइन। विगतमा हाम्रा केही यताउति कमी कमजोरीहरूको कारणले हामीले यसलाई चाहिँ दावा गर्न नसके पनि 2076 सालमा जब केपी ओली सरकारमा आउनुभयो त्यसपछि यसको प्रष्ट साथ क्लेम पनि गरिएको र उनीहरूले हामीलाई यस मामलामा अहिले प्रधानमन्त्री चीनमा हुनुभएको कुराले अलिकति चीनसँग पनि जोड्नुपर्ने हुँदा मलाई के लागेको छ भने चीनले पनि हेपा स्वभाव देखायो हामीमाथि। चीन हाम्रो राम्रो छिमेकी, हामीले उसका सरोकारहरू वान चाइना पोलिसीलाई सधैँभरि मानेको, हामी र उनीहरूको बिचमा खासै समस्या नभएको भन्दै पनि यो सवालमा चीनले हामीलाई चाहिँ अलिकति अन्डरमाइन गरेको देखियो। किनभने जानी एकपटक होइन, मलाई नै थाहा छ, म नै नीति अनुसन्धान प्रतिष्ठानमा हुँदा पनि प्रदीप गेवालीजीले चीन र भारत दुवैका राजदूतहरू सहित कुरा गर्नुभएको थियो। नोटहरू दिएका छन्, 3वटा नोटहरू त यही सवालमा चाहिँ चीनलाई पनि दिएको छ। अघि उहाँले भन्नुभयो त्यो सीमाको उसको 1988 मा फेरि त्यो प्रोटोकल रिभाइज भएको प्रोटोकलमा पनि यो उल्लेख थियो। यति हुँदाहुँदै पनि चीन किन बारम्बार गर्छ? त्यति मात्र होइन, अस्ति हाम्रो प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्नुभयो, आफ्ना कुराहरू राख्नुभयो, हाम्रा सरोकारहरू राखेको भोलिपल्ट फेरि मोदीसँग वार्ता हुँदाखेरि उहाँहरूको सहमतिमा हिजो अस्ति भएको त्यो चाहिँ भाद्र 3 गते भएको सहमतिलाई हामी इन्डोर्स गर्छौँ भनेर भने जस्तो चीनको राष्ट्रपतिले त्यो स्टेटमेन्टमै आएको छ भनेपछि चीनले रिथिङ गर्नुपर्छ। चीनले किन यसरी गरिरहेको छ? हो, त्यो 0बाट सुरु गर्नुपर्ने यो त्रिपक्षीय त्यो बिन्दुको बारेमा पनि यो चीनलाई थाहा छ। त्यो 1बाट मात्रै चीनसँगको सिमानाको होइन पिलर सुरु भएको छ भनेपछि त किन त्यो 0 नगरिकन गएर दुनियाँमा काहीँ नभएको अन्तर्राष्ट्रिय सीमाको मान्यता अनुसार नै नहुने रहेछ। त्यस कारणले यो चीनले पनि अलिकति हामीलाई यसमा अलि अन्डरमाइन गरेकै थियो। त्यही भएर नै यो अत्यन्त आवश्यक थियो उठाउनु पर्ने र बेला पनि एकदम ठिक पर्यो। त्यो कुरोहरू उठ्यो, त्यो एउटा पाटो मात्रै हो। एउटा कुरो अर्को पब्लिकमा चाहिँ यसले के भयो, यो यसो हुन्छ, बोलेर हुन्छ, चाहिन्छ भन्ने यो चाहिँ मलाई कस्तो लाग्छ भने यसको प्रक्रियालाई अलिकति गहिराइसँग बुझ्नु पर्यो। यो यस्तो सीमा सम्बन्धी विवादहरूको सवालमा दुईटा राष्ट्रका रणनीतिक स्वार्थ भएका सवालहरूमा त्यति छिट्टै भन्न बित्तिकै हुँदैन। तर हामीले क्लेम नै छोड्यौँ भनेदेखि त कहिले हामीले दाबी गर्ने त नि? हाम्रो दाबी सबै फोरमहरूमा गरिराख्नुपर्छ। अब भारतको कस्तो रणनीति देखिन्छ भने हामीलाई चाहिँ यो वा त्यो तरिकाले ढिलो गराउने, त्यसमा चाहिँ अल्मल्याउने, कहिले कोभिडलाई देखाउने, कहिले केलाई देखाउने गरेर ढिलो गरिराखेको देखिन्छ। भारतको यो समाधान गर्ने चाहना देखिँदैन। यदि देखिन्थ्यो भने एउटा मात्रै केसमा होइन, डाक्टर भट्टराईहरू नै भएको इपिजी त उहाँहरू दुईटा प्रधानमन्त्रीहरूले बसेर निर्णय गरेर बनाएको नि इपिजीको रिपोर्ट आइसकेपछि यी यथार्थहरू सबै आउन थाले भन्ने कुरो सुइँको पाएपछि इपिजीको रिपोर्ट नबुझ्ने। 2014 मै एउटा सहमति दुईटै देशका बिचमा भएको थियो। त्यो सहमतिमा के थियो भन्दाखेरि दुईटा सचिव स्तरीय, दुवै देशका परराष्ट्र सचिव स्तरीय संयन्त्रले चाहिँ यी विवादहरूलाई मिलाउँदै जाने, त्यसको मिटिङै राख्दै नराख्ने। बारम्बार हामीले चाहिँ 8वटा नोट पठाइसक्यो, 8वटा नोट पठाउँदाखेरि पनि त्यसलाई वास्तै नगर्ने। अनि अन्तसन्तका तर्क झिकेर बसौँ त वार्तामा, तपाईँहरूका प्रमाण लिएर आउनुहोस्, हाम्रा प्रमाण लिएर आउँ, एउटा इन्टरनेसनल नेगोसिएसनको सिद्धान्त छ, यी सिद्धान्त अनुसार बसौँ, हेरौँ, जसको प्रमाण पुग्छ उसैले क्लेम गरौँला भन्दा पनि नबस्ने। त्यस कारणले यो भारतको पनि यसमा अलि यो नचाहिने काम गरेकै देखिन्छ भारतले। यो ठिक होइन। म एउटा नागरिकको रूपमा म अनुसन्धानकर्ता हुँ, यही बारेमा अध्ययन अनुसन्धान गर्छु, हेर्छु, बुझ्छु। देख्दाखेरि दुईटै ठुला देशहरूले आफ्नो रणनीतिक स्वार्थमा साना देशहरूमाथि अलिकति बढी प्रभाव जमाउने व्यवस्था गर्ने गरेको देखिन्छ। तर हाम्रो प्रधानमन्त्रीले नि बारम्बार भन्नुहुन्छ, सबैले भन्नुहुन्छ, आकारमा, जनसङ्ख्यामा, सम्पत्तिमा ठुला साना हुन सक्ला, तर सार्वभौममा त ठुलो सानो हुँदैन नि। युएनको चार्टर अनुसार त हामी सबै एकै हौँ। र यदि भारत र चीन आफूलाई संसारको सम्पन्न भन्ने ठान्छन् भनेदेखि त उनीहरूले त आफ्नो छिमेकी साना देशहरूका सरोकारहरूलाई त हेर्नु पर्यो नि। त्यो हेर्नलाई कहाँबाट सुरु हुन्छ त भन्दाखेरि हामीले लगातार प्रष्ट रूपमा
हाम्रा सरकारहरू राख्नै पर्छ र यो सीमाको सम्हाल त्यति सहजै छिट्टै हुँदैन। बङ्गलादेश र भारतको बिचमा पनि सीमाको हाम्रोभन्दा धेरै, उनीहरूको त 35,000 स्क्वायर किलोमिटर, एकदम हाम्रो त 442-40 किलोमिटर मात्रैको हो। त्यत्रोमा पनि उनीहरूले अन्तिममा गएर आर्बिट्रेसनको माध्यम, डिप्लोमेटिक माध्यम र नेगोसिएसनको माध्यमबाट समाधान गर्न सकेका थिए। समाधान हुन्छ। भारतले पनि यो समाधान, यदि भारत आफूलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन चाहन्छ भनेपछि त छिमेकीहरूसँग सरकारहरूलाई त सम्बोधन गर्नु पऱ्यो नि। हामीले नचाहिने कुरा केही गरेका छैन। भारतका कन्सर्नका सरकारका कुराहरू हामीले सम्बोधन गरेका छ। उनीहरूको बारम्बारको सरकार सुरक्षाको हो, त्यसमा नेपालले सम्बोधन गरिराखेकै छ। त्यस कारणले